गाइस हाम्रो त्यो हैन जापानमा चाहिँ एउटा क्रिसमस हुन लाग्छ तपाईले क्रिसमस डे यत्रो ठुलो क्रिसमस ट्री हुन्छ है कति ठुलो देख्नुभयो तपाईले त्यसपछि मलाई एउटा चाहिँ हामीले सप्ताहमा गइरहेछ अनि एक दिन मैले माचुरीमा जाने बेला भिडियो बनाएको थिएँ अनि भिडियो बनाएपछि त मेरो बाबाले युट्युबमा हालिदिनु भयो तपाईहरुले कति धेरै लाइक हालिदिएर धन्यवाद नाम पनि बोला न थ्यांक यू त्यति यस्तो थ्यांक यू मात्रै गरेर हुन्छ लाज लाग्छ त्यो कसले है त्यस्तो चाहिँ यत्रो ठुलो भएर पनि लाज लाग्ने हेर न मेरो मामुलाई फेरि आज मामुको साथी पनि आएको थियो एउटा मामु जत्रो मोटी रहेछ एउटा मामु जत्रो मोटी रहेछ फेरि मलाई मामु भनिरहेको थियो देवानी त मेरो आन्टी हो त्यसपछि हाम्रो घर आउन थाल्यो है फेरि म त्यही निदाएछु के टपरी मोमो खाने बेला नि त्यही निदाएछु कस्तो निन्दा लागेको थियो मलाई अनि त्यसपछि के भइरहेको थियो म कस्तो मोमो पनि पिरो भइरहेको थियो मोमो पिरो थिएन थियो क्या तातो पनि थियो मलाई गाह्रो भएको थियो धेरै सुत्ने अनि म यत्रो ज्याकेट लगाएर पुरै नयाँ चिज लगाएर घुमिरहेको छु फेरि नयाँ चिज लगाएर हेर लाम्री भएर तिमी पनि झन् लाम्री भइरहेको छ त मामु कोरे यार आज त हामी साइकल चलाएको छैनौँ त्यही पनि स्कुल जाने बेला चाहिँ चलाएको छौँ है फेरि कति राति भएको हिँड्नुहोस् होला एकछिन म बोल्दिनँ किन ढिलाको भन्छिन्छ रिसाइसिन्छ भर्खर तातोमा जान लाग्छु म त भर्खर तातोमा जान लाग्छु हेर्नुहोस् फेरि हाम्रो घर पुरै घर छैन यो अरूहरूको पनि हो हाम्रो घरको नि वहाँ पर छैन त्यो उता ढोका क्या ढोका